हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज पनि फेरि हामी बनाउँदैछौँ हामी दुईवटा ककटेल जसको नाम छ मार्गरिटा र मोहितो। र स्टार्टिङमा चाहिँ हामी मार्गरिटा ग्लासलाई चाहिँ हामी रिम गर्यौं, साल्ट रिम। र त्यसपछि हामीले राख्यौं। र आज चाहिँ हाम्रो ह्यापी आवरको कारणले गर्दा चाहिँ हामी बाइ 1 गेट 1 फ्री हुन्छ। त्यसकारणले चाहिँ सुरुमा साल्ट रिम गरे र हामीले राखे। त्यसपछि मोहितोको लागि दुईवटा ग्लास पनि रेडी बनाए। मोहितो पनि हाम्रो ह्यापी आवरमा हुन्छ। र त्यसपछि हामी अलिकति सेकन्डमा चाहिदिए जसाको त होइन। खासै मेरो चाहिँ मर्निङ ड्युटी थियो, त्यही भएर मर्निङ ड्युटीमा आएको अर्डर थियो यो चाहिँ। र त्यसपछि मैले यसमा चाहिँ लाइम जुस हालेँ। मैले यसमा 20 ml लाइम जुस दुईटामै 20 ml हालेँ। र त्यसपछि टकिला हालेँ। टकिला चाहिँ मैले 30 हालेँ। र त्यसपछि अलिअलि थप्दै किनकि उनीहरूले पनि खाओस् भनेर। त्यसपछि मैले ट्रिपल सी हालेँ। ट्रिपल सीको चाहिँ पोरर नहालिकन मैले पोरिङ गरेको थिएँ। र 60 ml बाट नापेर हालेको थिएँ। 30 ml हालेँ। अनि मैले त्यसपछि ढक्कन लगाएर राखेँ। र त्यसपछि मैले फेरि आइस हालेँ। आइस के त्यसपछि सेक गरेँ। डबल सेक चाहिँ मलाई त्यस्तो पर्फेक्टली चाहिँ आउँदैन, तर पनि मैले डबल सेक गरेँ। डबल सेक गर्दा चाहिँ अलिकति हात सेक पनि हल्लिन्छ मेरो चाहिँ, होइन के गर्नु। बिहान झलाइरहेको थियो अनि ठ्याक्कै त्यो लगाइदियो, फेरि बनाउनै पऱ्यो। त्यसपछि चिटर चाहिँ निकालेँ मैले। सेकरको माथिको भाग चाहिँ चिटर भन्छ, अनि त्यही भएर निकालेँ। र आइथ्रोन स्ट्यान्ड र फाइन स्ट्यान्ड राखेर मैले पोर गरेँ सेकरबाट चाहिँ ड्रिङ्कलाई चाहिँ, जसलाई मार्गरिटा भन्छ। र त्यसपछि अनि अर्कोमा पनि मैले हालेँ। यसमा चाहिँ स्पेसली चाहिँ गार्निस चाहिँ हाम्रो लाइम वेज वा विल जान्छ के अरे। र मैले त्यसरी युज गरेँ। खासै इन्ट्रेस्टिङ चाहिँ छैन जस्तो लाग्छ मलाई चाहिँ भिडियो, तर के लाग्छ तपाईँहरू कमेन्टमा फिडब्याक दिनु होला। र त्यसपछि गार्निसिङ बनाउन हल्का टाइम लाग्यो, तर पनि टाइम त के लाग्ने, पहिले बनाएको थिएन नि त, त्यही भएर टाइम लाग्यो। त्यसपछि लाइम वेज हाल्दै थिएँ मैले। र त्यसपछि हामीले हालेँ सक्यो। त्यसपछि अब हामी बनाउन लागेको छौँ मोहितो, जसमा चाहिँ हामीले मिल्क पिस हाल्यो। हामीले 8 to 6 पिस जति। अनि त्यसपछि लाइम वेज हालेँ र मर्डर गरेँ। अनि त्यसपछि 2-3 मर्डर गरेँ। अनि त्यसपछि हामीले चाहिँ यसमा चाहिँ सुरुमा चाहिँ मैले चाहिँ लाइम जुस हालेको थियो है। लाइम जुस चाहिँ हामीले त्यही 40 ml। अनि त्यसपछि 40 ml दुइटैमा हाल्नुपर्छ। यो चाहिँ त्यस्तो वाउ चाहिँ होइन, तर उसको रेसिपी चाहिँ त्यही नै हो। अलिकति 10 ml चाहिँ हामीले त्यही सिरप हालेको थियो, मेन सिरप। र त्यसपछि हामी खुकुरी लाइट रम, किनकि मोहितोमा पनि लाइट रम जान्छ नि त। हामीले चाहिँ हाम्रो खुकुरी लाइट रम हालेको थियो। पोरिङ गर्ने स्टाइल त फेरि कडाउँछ नि त फेरि बाबुको। अनि त्यसपछि मैले पोरिङ गरेँ। पोरिङ गरेर हालेँ। अलिअलि थपिदिएको थिएँ, खासै थपेको चाहिँ होइन। अनि क्रस आइस हालेँ मैले। अनि क्रस आइस हालेर मैले चर्न गर्छु त्यसपछि। अनि त्यसपछि क्रस आइस हालेँ। र त्यसपछि हामी सोडा टपअप गरिदिउँ।